What a view, man. म 1 घन्टा जति हिँडेँ 7 भनेपछि 1 घन्टाको राइड पछि यहाँ आयो। यहाँबाट कता जान्छ? यहाँबाट चाहिँ जाने सिक्रेस हो। उकालो चढ्यो, अब फेरि ओह्रालो होला सायद। रमाइलो भइरहेछ, चिसो चिसो छ। यो चाहिँ सिक्रेस जाने बाटोको अब आउन लाग्यो। म यहाँ आइपुगेँ अनि त्यो बाटो हुँदै जाने रहेछ कस्तरी। ठिक छ, त्यहाँबाट जाने रहेछ। तर यहाँ चाहिँ यस्तो छ क्या, फेरि पुलको भ्यू हेरौँ है, बबाल छ बबाल। यहाँबाट जान्छु बिस्तारै। अनि अब त पुग्ने बेला भयो। पुल चाहिँ दामी रहेछ, हेरौँ एकचोटि, दामी। सो लेट्स गो। धेरै भयो जस्तो नहिँडेर माया डरलाग्दो रहेछ सत्य। कति डाँडाबाट आएको, झर्नै टाइम लाग्यो यार। त्यो चाहिँ सिक्रेस होइन, सिक्रेस त्यहाँबाट तल, यहाँबाट तल गएर योबाट तल डाइरेक्ट तल त्यो खोलाको तिरमुनि गएर त्यहाँबाट यत्रो माथि आइसक्यो। त्यहाँ 2टा टी सप रहेछ, बल्ल 2टा टी सप रहेछ। यता माथि छ होला अझै। अब डाँडामा आइपुग्यो, अब त आउँछ होला भनेको आउँदैन यार। खानै खाएको छैन, बिहान खाना खाएर एक खाजा खाएर आएको। डेन्जर उकालो छ, यस्तो घाममा हिँड्नुपर्ने, फेरि छायै छैन। तर यता माथि कहाँ छ होटेल थाहै भन। पानी छ होला नि, यहाँ धारामा हेरेको पानी आएन क्या, पानी पनि अलिकति छ मसँग। अब बिस्तारै माथि छ कि होटेलहरू, केही खानुपर्छ अनि फेरि बिस्तारै लाग्नुपर्छ। तर हिँड्न त सकेछ, मेन भनेको भोक लाग्न लाग्यो अब। ओके, डेन्जर माथि आयो। यत्रो उकालो त म लाइफमा चढेको छैन, डेन्जर उकालो छ। यहाँ रहेछ गोठ, उता जानुपर्ने रहेछ है त्यसको लागि। गोठ त्यहाँ छ, बाटो चाहिँ यता माथि छ, यता जाने हो। म तलबाट आएको, यस्तो डेन्जर छ है बाटो। त्यो खोलाकोबाट पुल तरेर माथि, यहाँ माथिसम्म आएँ। अझ नि एउटा होटेल पनि आउँदैन यार, पानी अलिकति छ कि त्यो भएर। धारा त थियो तर पानी नआउने रहेछ। त्यहाँ चाहिँ गोठ छ, तर त्यहाँ अलिक टाढै पऱ्यो क्या। बरु बिस्तारै माथि त माथि नै जाउँ होला, बिस्तारै लागौँ। आउला नि अब टी सप भयो नि एउटा भन्ने सोचिरहेको छु। प्रे गर्दैछु आइरस एउटा टी सप भए पनि होटेल नहोस्। पानी चाहिँ खानु पऱ्यो, पानी खान्छु। अलिकति मात्रै छ मसँग पानी। एउटा कुरा भन्न मन लाग्यो क्या, ट्रेकिङहरू आउँदाखेरि अभियसली उकालो हुन्छ। उकालो भएपछि हिँड्न गाह्रो हुन्छ, कि त्यो मान्छ कि अरू ट्रेकिङहरूमा गइयो उकालो हुन्छ। बट यहाँ पनि वाइल्ड उकालो छ, डेन्जर उकालो छ। तर अरू ट्रेकिङ रुटहरू चाहिँ उकालो भए पनि जङ्गलको बिच छ। अनि के भन्छ, शीतलो छारीमा उकालो छ कि यो वाला उकालो टन्टापुरै घाम हो कि, साइडमा रुखै छैन कि। घाममा डेन्जर तात्तिँदै आउनुपर्छ होइन।
घामले पोलेर कालो भयो भन्नु खोजेको म मान्छे कालो हो भाइ साहब कुछ ज्यादा नहीं हो गया ये? मतलब कुछ भी मलाई त्यो खासै मतलब चाहिँ छैन कालो सेतोमा बट हेरमा केही छैन कि रुखहरू केही छैन पुरा घामले पोलेर हैरान भएछ कि घाटिन्छ यो चाहिँ मलाई खासै मन परेन उकालो चाहिँ डेन्जर छ ट्रेकिङ भएपछि उकालो चाहिँ हुन्छ होइन तर साइड साइडमा रुखै छैन कि शीतलै छैन कि हिँड्दाखेरि यो खर्किली बाटो हिँड्ने हो तर साइड साइडमा छँदै छैन के रुखहरू यस्तो छायामा हिँड्ने छँदै छैन कि त्यो चाहिँ मलाई मन परेन Wait a minute. Who are you? अनि बिचमा चाहिँ सानो भने नि टी सर्ट जस्तो भइदिएको भए अलिकति सजिलो हुन्थ्यो कि भन्ने लाग्छ त्यो भनेर मैले उस होइन तर मेरो दुःख पुगेको है त्यो गर्न जरुरी पनि छैन एकछिन रेस्ट गरेको मेरो ब्याग यहाँ छ पानी अलिकति मात्रै छ क्या मसँग अब कति माथि रहेछ थाहा छैन माथि आइसकेँ तासामा अलिअलि भात चाउचाउ खायो तासापट्टिको यता पाएँ तासापट्टिको पछिको बाटो चाहिँ राम्रो रहेछ दामी रहेछ मैले भने जस्तै ट्याक्क जङ्गलको बिचमा बाटो दामी छ त्यताबाट आएको अब शीतलो ओह्रालो उकालो हल्का पसिना आइसक्यो धेरै पसिना आएको कति भयो 5 भनेको 10 मिनट भएछ अब माथि नै पुग्ने सोच्छु 4-5 घन्टा लाग्छ होला सायद टुक्क बिस्तारै जानुपर्छ हाइकिङ भाइब्स भनेको अच्छा यस्तो हिँड्नु मजा हुन्छ क्या टक्क चारैतिर जङ्गल छ होइन दामी रुखहरू छ अनि हेर्नु कस्तो मजाको छ घना जङ्गल छ म त्यताबाट आएको ढिलो जङ्गल छ यस्तोमा हिँड्नु दामी मजा आउँछ थाक्दैन त्यो उकालो स्टेयरहरू हुन्छ नि स्टेयर्स भन्छ के भन्छ त्यस्तो भन्दा यस्तोमा हिँड्नु मजा हुन्छ क्या उकालो पनि हुँदैन मजा आइरहेको छु आधी घन्टा भयो म हिँडेको अब आइपुग्छ होला मेबी अलिअलि हिजो अस्ति नपुग्लेको आइस टाइपको देखियो है बाटोमा अहिले कति बजेछ 5:17 भयो होइन म 4:05 उहाँबाट तल फरेस्ट क्याम्पबाट हिँडेको 1 घन्टा बढी भयो म हिँडेको जस माथि नै आइपुगेछु अब धेरै छैन होला जहाँसम्म लाग्छ 7 बजीभित्र पुग्छ भन्ने सोचेर आएको के अरे हेरौँ कति माथि गयो त्यो हावा कम भएर सास फेर्न गाह्रो हुन्छ कि धेरै हतार गरेर जानु हुँदैन म चाहिँ एकछिन बिस्तारै स्मल स्टेप लिइरहेको छु तर मलाई चाहिँ इङ्ग्लिस बोल्न चाहिँ आउँदैन है ओके बोट पनि आइसक्यो यो पनि छ हल्का मन रमाइलो भइरहेछ चिसो छ अब कपडा लगाउँछु यहाँ गएर चौतारीमा आइसकेछ त्यो घर पनि देखियो है गाइज भने त छ्या लगाउँदैन म अब आउने बेला हुन लाग्यो त्यहाँबाट यताबाट जाने हो कता गयो यताबाट अनि यहाँबाट चाहिँ फेरि आएको यहाँ यस्तो हिउँवाला रहेछ क्या बवाल छैन राम्रोसँग देखिन फोकस भएर एकछिनै उता फोकस भएन होइन दामी छ भ्यू थाक्यो लास्ट थाकेछ गएर रेस्ट गर्नुपर्छ उता तलबाट चाहिँ नजा भन्दै थियो मलाई 4 बजी हिँडेको त म भोलि बिहान जस्तै आउनुपर्छ त्यही भएर ठिकै छ 6-7 बजी भयो नि लाइट बारेर नै आइदिन्छु भन्ने सोचेको थिएँ यहाँ तल आउँदै गर्दाखेरि त्यहाँ कटेज जस्तो कि त्यो टेन्टहरू हालेर बस्ने त्यस्तो टाइपको रहेछ त्यहाँ आएको मन एकदम खुसी भयो क्या अब त धेरै छैन भन्ने भइसक्यो नि त उचालै छ कति बज्यो 5:48 भयो 7:30 बजीभित्र पुगिन्छ कि जस्तो लागिरहेको थियो अलिक छिटै पुगिन्छ कि लेट्स गो यो के हो के देखिरहेको छु म
यस्तो बवाल देखेछ यार, थकान मेट्ने यस्तो बवाल देखेछ। सेट सनसाइन पनि, सनसाइन होइन सनसेट, इङ्ग्लिस राम्रो छैन ल मेरो, तर बवाल देखेछ। अलिअलि थकान मेट्यो, सुकुन भयो अलिअलि। यहाँ चाहिँ क्लियर भइदिइरहेको भर्खरै म्यान, 6 बजी होइन, बवाल क्लियर भइदियो क्या। वाट अ भ्यू म्यान, दामी देखेछ कि भ्यू त। यता पछाडि माछा मासु भयो, यता पछाडि पनि देखेछ क्या त्यो वाला, यस्तो बवाल देखेछ। यता पछाडि सनसेटको रातोवाला भाइब्स दामी छ। म खुसी भयो अब चाहिँ। हेर्नु यहाँ होटलदेखि चाहिँ त्यस नै यहाँबाट कता छ, कुकुर भुकेको ठाउँतिर के अब आइपुग्यो। खुसी भयो म, अब चाहिँ हिँड्नै सक्ने इनर्जी छैन मसँग, धेरै हिँडेँ म, लास्टै धेरै हिँडेँ। यो हो नि त स्वर्ग। फ्रम कोरी। अहिले बिहानको कति बज्यो, 7:20 भयो। पछाडिको भ्यूहरू पनि दामी छ। हामी चाहिँ यता तलबाट आएको, अन्त तल दाइहरू जानु रहेछ तलबाट, दामी छ भ्यू। त भ्यू चिसो आइरहेछ हावा, घाम लागेको अवस्था सनराइज भइसक्यो है। वरिपरि दामी छ, बबाल छ बबाल बबाल। कोरीलाई चाहिँ अब बिदा गरेर जानु लाग्यो, 9:20 भयो। यस्तो हिमाल चाहिँ छोडेर जान मन लाग्छ नानीलाई, मन त लागेको छैन, जानु पर्यो, तर मजा भइरहेछ, रमाइलो छ दाइहरूसँग। वेदर दामी आज त। हामी आयो सिक्लेस जाने बाटो भयो त्यो हिजोको पुलमा, केटाहरू उहाँ छ है, कता भयो देखेन त, माथि आउँदैछ क्या। अनि यहाँ चाहिँ पुल छ, दाइहरू चढ्नु भयो, यहाँबाट हिँडेर जाने 1-2 घन्टा लाग्छ होला। ओके, साइनिङ अफ।